heading to watch plane landing, the spot nearby airport. So I'm gonna show you my outfit of the day. I'm wearing this coat बाहिर एकदम जाडो छ, maybe windy पनि हुन सक्छ, so भित्रबाट एउटा vest रहेको छ, t-shirt and then black pant अनि black boot. So hey ho. Not my first time though, but last time गर्दाखेरि चाहिँ वेदरको कारणले त्यस्तो राम्रो पाएको थिएन। नि त कस्तो गाउँले चाहिँ सोध्दै आइरहेको थियो। एउटा बाटो मिस भएर हामी दबिज जानुपर्ने ठाउँ यो बिचाहा। केही भन्नु छ? Hi guys, welcome to सुभा दिदीको च्यानल। हैन, आज चाहिँ हामी अर्कै बाटो पुगेर हैन, अर्कै बीच पुग्दा हैन, द्याट्स ओके। लाइफमा जहिले पनि आफ्नो सोचे जस्तो हुँदैन, लाइफ ह्यापेन्स। हामी वी माइट थिङ्क हामी राइट बाटो गइरहेको छौँ, तर लास्टमा रङ हुन्छ। त्यो रङमा हामी सेटल डाउन हुनु हुँदैन, जस्ट मुभ ब्याक, त्यही बाटो फेरि हिँड्ने, राइट पाथ जानुपर्छ, मुभ अन हुने, अनि त्यसपछि राइट पाथ चुज गर्ने हो। कसको को दिप्तो भने दिप्तोलाई उसको नाम आफूलाई मात्रै घोरो छ कि फेरि सिको ओइ मेरो चटपटे मसला उस्तो यहाँ भित्र मसला भइसक्यो। मलाई चाउचाउ चाहिँ खोल भने खाए ल हामी कहाँ जानु लाग्यो रे? प्लेन स्पटिङमा त आइपुग्यो, तर हामी दबिज जानुपर्ने अर्कै बीच आइपुग्यो, त्यही भएर हामी फेरि 1 राउन्ड रोटेट गरेर दबिज जान्छौँ। त्यो डम्पिङ साइट हो कि क्या यो? डम्पिङ साइटै हो हेर, रबिस हामी फाइनली द बीच आइपुगेका छौँ। फाइनली ठिकै छ मेरो चप्पल हेर्दै म पनि हिँड्ने हो। तर यो प्लेनमा किन झ्याल छैन? ढोका मात्र छ, प्लेनमा झ्यालै छैन। यसको राज के होला? कोही त जागा पनि चटपटे चाहिँ छुट्दैन हैन, जागा नि चटपटे त छुट्दैन हैन। यहाँ गोठाला बसी चाहिँ चरा दबाउने गोठाली चाहिँ यो हो। यता कुन चाहिँ हो? भान्चे यता हिँड, हाम्रो भान्चे यता हिँड, तिनजना भान्चे हन्। म चाहिँ सबलाई यसो हेरिरहेको छु, कसले काम गरे हन्, राम्रोसँग गरे छैन। म सानोबाटै सपोर्टिङ छु। न खै गाडी राखेको मान्छे फोन चलाएर बस्नु मिल्दैन है। न किलर भन्छ त्यसलाई। कोही पनि आएन भिडियोमा फेस काट यो ए फिल्टर हेर आमा भयो खै म कति गरी आउँदैछु। My name is Bella Hadid. Bella Hadid. Kylie Jenner, sorry. Kylie Jenner. Emo Krill. Jump. तर त मान्नुहुन्छ अहिले। I love Singapore. अरु कोही जाने हो? आउ न